हेलो गाइज, आज चाहिँ म उदयपुरदेखि खोटाङ दिक्तेलसम्मको यात्रामा छु। बाटो चाहिँ एकदम अफरोड रहेछ हैन, एकदम गाह्रो भयो। उकालोमा चाहिँ एकदम टर्निङहरू, एकदम बाटोहरू पनि एकदम खराब रहेछ भनौँ न। त्यही भएर म चाहिँ जाँदैछु। यो चाहिँ के ठाउँ हो है, अब पहिलोचोटि आएको यो ठाउँ के हो, तर यस्तो पहाड चाहिँ एकदम बवाल रहेछ हैन, डाँडाकाँडाहरू र यो खोटाङ एकदम सुन्दरताले भरिपूर्ण नै छ, जहाँसम्म मलाई त्यस्तो लाग्छ नि। तपाईँहरूलाई कस्तो लाग्छ? फाइनली गाइस म चाहिँ बुइपा आइसकेको छु। हलेसी जाने र दिक्तेल जाने बाटो चाहिँ यहाँबाट छुटिँदो रहेछ। यता दिक्तेल गइन्छ भने यता चाहिँ हलेसी गइन्छ। हेलो गाइज, म चाहिँ अब माउरेदेखि दिक्तेलतर्फ जाँदैछु। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम रमाइलो ठाउँहरू। यो चाहिँ विद्यालय क्षेत्र भनेर पनि लेखिएको रहेछ र यो चाहिँ एकदम हाइटमा भएर होला, एकदम चिसो पनि भयो हैन। सो यहाँ माथि डाँडा चाहिँ एकदम सल्लै सल्ला रहेछ हैन, एकदम चिसो पनि रहेछ। र मेरो चाहिँ माइक राम्रो नभएको कारणले गर्दा मैले चाहिँ भिडियो ओरिजिनल साउन्ड तपाईँहरूलाई सुनाउन सकिनँ। त्यसको लागि सरी भन्न चाहन्छु र मैले चाहिँ तपाईँहरूलाई पछिबाट मैले यो फेरि मेरो भोइसलाई यसमा एड गरेको मात्रै हो र ओरिजिनल साउन्डहरू सुन्न पाएको भए एकदम राम्रो हुन्थ्यो। तर पनि केही छैन। म चाहिँ अरूले प्राय कन्टेन्टका लागि भिडियो बनाउँछन् हैन, मतलब एउटा पैसा कमाउनको लागि पनि बनाउँछ भने मैले चाहिँ प्राय गरेर चाहिँ एउटा मेमोरिजको लागि पछिसम्म देख्न पाउँछु हैन, पाइन्छ हैन। पछिसम्म पनि म यस्तो ठाउँमा गएको थिएँ भन्ने खालको एउटा मेमोरी हुन्छ। पछि साथीभाइसँग गफ गर्दा पनि म यो ठाउँमा यसरी एक्लै गएको थिएँ, यसरी एक्लै घुमेको थिएँ भनेर बुढेसकालमा बसेर चिया कफी खाँदै गफ दिन पनि रमाइलै हुन्छ हैन। सो त्यसैले मैले चाहिँ प्राय भिडियो त्यस कारण बनाउँछु। र तपाईँहरूले देख्न सक्नुहुन्छ डाँडाकाँडा एकदम रमाइलो हरियाली हाम्रो नेपाल हैन। हाम्रो नेपाल सुन्दरताले भरिपूर्ण देश हो। हाम्रो देशमा सबै कुरा छन् हैन, हिमाल, पहाड, तराई, खोला नाला, वन जङ्गल सबै कुराले भरिपूर्ण भए तापनि यो देशले राम्रो नेतृत्व गर्ने मान्छे नपाउँदाखेरि यो देश एकदमै पिछाडिएको देखिन्छ। सायद राम्रो मान्छेले यो देशको कानुन बनाउने भएदेखि र यो देश चलाउने भए अहिलेसम्ममा सायद हाम्रो देश यति धेरै गरिबीमा गुज्रिने थिएन होला। हाम्रो देशको जनताहरू पनि एकदम सचेत छन्, तर पनि माथिका ठुला टाउकेहरूले गर्दाखेरि यो देशको जनताहरूले एकदम दुःख पाएको छन् क्या। किनभने अरू देशमा कल कारखाना हरेक उत्पादन आफ्नै देशमा गर्ने गर्छन् र हाम्रो देशमा चाहिँ अरूको देशबाट खरिद गरेर आफ्नो देशमा ल्याएर बेच्छ हैन। त्यही भएको कारणले आफूमा डिपेन्ड रहनु नै ठुलो राम्रो कुरा हो। किनभने अरू देशले हरेक देशहरू हामीले देख्न सक्छौँ आफैमा डिपेन्ड हुन्छ। हरेक चाहिने कुराहरू आफैले बनाउँछन्, आफैले उत्पादन गर्छन्, आफैले युज गर्छ र अरू देशको लागि पनि बेच्छन्। तर हाम्रो नेपाल चाहिँ सियोसम्म अर्काको देशबाट खरिद गर्ने हाम्रो देश। र यति भन्दै गर्दाखेरि धेरै भाषण दिएको जस्तो भयो हैन, तर म चाहिँ एकदम राम्रो यो दृश्यहरूलाई चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु। एकदम डाँडाकाँडाले भरिपूर्ण हैन, बादलहरू पनि त्यस्तै क्या राम्रो देखिरहेको छ। र यो चाहिँ म लगभग मुडे भन्छ कि के भन्छ यसलाई है, म पनि एक्ज्याक्ट थाहा चाहिँ छैन। तर योभन्दा धेरै पहिला चाहिँ म यो ठाउँमा आएको थिएँ र यो ठाउँमा भन्दा पनि म योभन्दा तल दिक्तेल बजार चाहिँ म खासमा आएको र म कामको सिलसिलामा भनौँ या त्यो टिनेज अवस्थामा कसैसँग यसो साथीभाइले जाउँ न जाउँ भनेर चाहिँ त्यही
हाउडेमा आइरहेको हो त्यो टाइममा र त्यो ठाउँ पनि पुग्न लाग्यो कि जस्तो मलाई फिल भइरहेको छ। र वाउ यो डाँडा काँडा अनि यो बादलको कम्बिनेसन कस्तो राम्रो देखिएको क्या। वाउ यस्तो राम्रो हाम्रो देश है। जुन ठाउँ पुगे पनि अमेरिका अस्ट्रेलिया जुनै देश पुगे पनि आफ्नो देशको माया किन लाग्छ भन्ने कुराहरू यहाँबाट पनि स्पष्ट हुन्छ। यति राम्रो आफ्नो देशलाई छाडेर जाँदा त्यो एयरपोर्टमा पुग्दाखेरि कसको आँखामा आँसु रसाउँदैन, जो कोहीको आँखामा पनि आँसु आइ नै हाल्छ। तर बाध्यता र परिस्थितिले गर्दा हामी नेपालीले आफ्नो देश छाड्नै पर्ने, सधैँ अर्काको देशमा गएर अर्काको ठाउँमा अरूको करमा काम गर्नुपर्ने हामी नेपालीको बाध्यता। दुःख लाग्छ आफ्नै देश विकसित भइदिएको भए हामीले अरूको देशमा गएर 10 नङ्ग्रा खियाउनु पर्ने थिएन। आफ्नै देशमा चाहिँ गर्न पाए, आफ्नो फ्यामिलीसँग बसेर चाहिँ काम गर्न पाए कति खुसी हुन्थ्यो मलाई होइन। तर के गर्नु, विडम्बना, हाम्रो देशको हालत यस्तै नै छ। त्यही भएर अब चाहिँ सचेत नागरिकहरूले सोच्नु होला र राम्रो मान्छेलाई चुनेर अगाडि बढ्नु होला भन्न चाहन्छु। र मैले भर्खरै धेरै वर्ष पहिला म यो ठाउँमा आएको थिएँ भनेको चाहिँ यही ठाउँ हो, जुन दिक्तेलको कारागार। यो भर्खर जग पनि बनेको थिएन अनि यहाँ काम गर्थ्यौँ। त्यसपछि यो घरमा बस्थ्यौँ, यालाकारको घरमा। अहिले यस्तो भइसकेछ र म धेरै दिन चाहिँ बसिनँ, त्यही 10 दिन कि कति दिन काम गरेर अनि साथीहरूसँग साप्सु खोला हुँदै फर्केको त्यो दिनहरूको सम्झना अझै ताजै छ। र अब चाहिँ करिब दिक्तेल पुग्नलाई खासै धेरै टाइम लाग्दैन होला जस्तो लाग्छ मलाई होइन। र म तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने हामीले मरेर जाँदाखेरि के पनि लिएर गइँदैन। मरेर जाँदा लाने भनेको हामीले खाएको लाएको घुमेको होइन, त्यति मात्रै लिएर गइन्छ। त्यही भएर म सबैलाई भन्न चाहन्छु कि बाँचुन्जेल कसैले कसैको मन नदुखाउँ, एकअर्कामा राम्रो सम्बन्ध बनाएर राम्रो सम्बन्ध सबैसँग जोडौँ होइन। कसैलाई दुःख नदिउँ, किनभने मर्दाखेरि पनि दुनियाँले भनोस् कि फल्ना यति धेरै राम्रो थियो, अहिले छैन होइन। त्यो खालको तारिफहरू सुन्न पाइयोस् मरेर जाँदाखेरि पनि। मरेर जाँदाखेरि फल्ने त यस्तो थियो, मऱ्यो ठिक्क पर्यो भनेको सुन्नुभन्दा एकदम राम्रो मान्छे थियो तर यस्तो भएछ भन्ने खालको चाहिँ समाजमा त्यो प्रकारको छाप चाहिँ छोडेर जानुपर्छ जस्तो लाग्छ मलाई। र मैले चाहिँ धेरै तपाईँहरूमाझ यो भिडियोहरू देखाउँदै भावुक पनि भएँ जस्तो पनि लाग्यो मलाई। त्यही भएर तपाईँहरूलाई चाहिँ मैले यो ओरिजिनल साउन्ड भएदेखि सायद म यो प्रकारको चाहिँ तपाईँहरूलाई यो भिडियो बनाउँथिनँ होला। सो अब फाइनली अब दिक्तेल चाहिँ पुग्नै लाग्यो भन्दा पनि पुगिसक्यो भन्न चाहन्छु म। र अब तपाईँहरूलाई केही सेकेन्ड भनौँ या मिनेटपछि तपाईँहरूले देख्न सक्नुहुन्छ दिक्तेलको प्रवेशद्वार। र यस्तो रहेछ दिक्तेल चाहिँ अहिले होइन हालको समयमा। र रमाइलो लाग्यो किनभने पहाडको बजारहरू राम्रो हुन्छ, सफा हुन्छ। किनभने त्यहाँ मान्छेहरूले सफै नगरे पनि त्यहाँको प्राकृतिक त्यो भौगोलिकहरूले पनि सफै बनाइदिएको हुन्छ। यो चाहिँ प्रवेशद्वार रहेछ, दिक्तेल प्रवेशद्वार। र यहाँदेखि उता चाहिँ भोजपुर जोडिन्छ यो रुट भने म चाहिँ कता जाऊँ भनेर कन्फ्युज पनि भएँ एकचोटि। र मलाई चाहिँ केही एकछिनको लागि म बजार डाँडातिरै जान्छु भनेर चाहिँ ओह्रालो लागेँ। र तपाईँहरूले सोच्नु होला, गेस गर्न सक्नुहुन्छ मैले चाहिँ के खोज्दैछु होला, किनभने म दायाँ र बायाँ हेर्दैछु होइन, यता पनि हेर्दैछु उता पनि हेर्दैछु। तपाईँहरूले गेस गर्न सक्नुहुन्छ है गाइस, मैले चाहिँ के हेर्दैछु होला, के चाहिँ खोजिरहेको छु होला कि मैले खाने ठाउँ खोजिरहेको छु कि या बाथरुमहरू खोजिरहेको छु कि वासरुमहरू खोजिरहेको छु कि होइन, गेस गर्नु होला। गेस गर्नुभयो त तपाईँहरूले, गेस गर्न सक्नु भएन मैले के खोजिरहेको छु भनेर।
फेरि गलत कमेन्ट चाहिँ नगरिदिनु होला प्लिज। के खोजिरहेको छु भन्दाखेरि मतलब मैले दैनिक रूपमा होइन चाहिने कुराहरू खोजिरहेको छु लाइफमा। अब त्यही नै हो, मान्छेलाई सबै कुरा चाहिन्छ। सो